सम्पूर्ण साथीहरुमा नमस्कार। सदा चाहिँ आज पनि हामी तपाईहरुलाई ज्योतिष विषयसँग सम्बन्धित रहेर एउटा नयाँ भिडियो पस्किन गइरहेका छौं। आजको भिडियोमा हामीले लोक व्यवहारमा रहेको साउने पानी छल्ने भन्ने विषयमा जुन उक्ति रहेको छ त्यस विषयलाई आज हामी शास्त्रमा यस विषयमा के छ त भनेर स्पष्ट पार्न गइरहेका छौं। उक्त विषयसँग सम्बन्धित रहेर मूर्त मार्तण्ड नामक ग्रन्थमा यस प्रकारले श्लोक उल्लेख गरिएको छ। उद्वाहात प्रथमे शुचौ यदि बसेत भर्तुगृहे कन्यका अन्य तज्जननीं छये निजतनुं ज्येष्ठे पति ज्येष्ठकम् पौषे च श्वशुरं पतिं च मलिने चैत्रे स्वपित्रालये तिष्ठन्ति पितरं निहन्ति न भयं तेषां अभावे भवेत्। श्लोकको अर्थ यस प्रकार रहेको छ। उद्वाहात प्रथमे शुचौ यदि बसेत भर्तुगृहे कन्यका अन्य तज्जननीं। यदि नवदुलैले आफूले विवाह गरेको पहिलो आषाढ मासमा यदि पतिको गृहमा बस्दछिन् भने सासुलाई हानि हुन्छ, अर्थात् पतिको माता अर्थात् सासुलाई नै हानि। क्षय निजतनुम। यदि नवदुलैले क्षय मासमा प्रथम क्षय मासमा चाहिँ पतिको गृहमा बस्दछिन् भने आफ्नै शरीरलाई हानि हुने कुरा उल्लेख गरिएको छ। ज्येष्ठे पति ज्येष्ठकम। यदि प्रथम ज्येष्ठ मासमा यदि नवदुलैले पतिको गृहमा बस्दछिन् भने जेठाजुलाई हानि हुने भनेर शास्त्रमा उल्लेख गरिएको छ। पौषे च श्वशुरम। यदि नवदुलैले प्रथम पौष मासमा चाहिँ आफूले विवाह गरेको प्रथम पौष मासमा चाहिँ पतिको गृहमा बस्दछिन् भने ससुरालाई हानि हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। पतिम च मलिने। पहिलो अधिक मासमा चाहिँ यदि नवदुलैले पतिको गृहमा बस्दछिन् भने आफ्नो पतिलाई नै हानि हुने कुरो शास्त्रमा उल्लेख गरिएको छ। यसै गरेर चैत्रे स्वपित्रालय। यदि प्रथम चैत्र मासमा चाहिँ नवदुलैले आफ्नो माइतमा बस्दछिन् भने आफ्नै पितालाई हानि हुन्छ। तिष्ठन्ति पितरम निहन्ति न भयं तेषां अभावे भवेत्। यदि जेठाजु आदि उनीहरूको अभाव भएको खण्डमा यो नियम लागू हुने छैन। जस्तो कसैको जेठाजु हुनुहुन्न भने अब ज्येष्ठे पति ज्येष्ठकम अर्थात् जेठमा चाहिँ अब जेठ मास त्यो नववधुका लागि बारिरहनु परेन, किन भन्दाखेरि जेठाजुको अभावमा त्यो नियम लागू हुँदैन। त्यही कारणले भनिएको छ तेषां अभावे भवेत्। तिनीहरूको अभावमा यो नियम लागू हुने छैन। समग्रमा यो श्लोकले भन्न खोजेको कुरो चाहिँ यस प्रकार रहेको छ। यदि पहिलो असारमा नयाँ दुलैले पतिको गृहमा बसिन् भने सासुलाई, अनि क्षय मासमा बसिन् भने आफ्नै शरीरलाई, जेठमा बसिन् भने जेठाजुलाई, पौषमा बसिन् भने श्वशुर, अधिक मास अर्थात् मल मासमा पतिको गृहमा बसेको खण्डमा पतिलाई नै र चैत्र मासमा माइतमा बसेको खण्डमा पितालाई हानि हुने कुरो यस श्लोकको समग्रमा। यदि उहाँहरू नभएको खण्डमा यो नियम लागू हुने छैन।